हेलो साथीहरू, मेरो ब्लगमा स्वागत छ हजुरहरूलाई। मैले चाहिँ फर्स्ट ब्लग गराउन लागेको छु। मेरो नाम चाहिँ पर्मिला रेग्मी अनि दाङदेखि दाङको लमई नगरपालिकादेखि हो। अनि आज चाहिँ हामी शनिबार अनि जाडो पनि थियो अनि कति घर बस्नु भनेर फ्यामिली पिकनिक आएको छौँ। अनि फ्यामिली पिकनिक आए बेला यसो भ्लग बनाऊँ भनेर गराएको। तपाईँहरूले मेरो च्यानललाई लाइक सेयर सब्सक्राइब गर्नु होला। हजुरहरूले साथ दिनु होला। तपाईँहरूले साथ दिएपछि सबै कुरा हुने हो। साथ दिँदै गर्नु होला। तपाईँले राम्रो मान्नुभयो भने म डेली भ्लग हालिराख्छु। तपाईँहरूले ल मेरो 1000 सब्सक्राइब गरिदिएपछि 1000 सब्सक्राइब पुग्यो भने म एउटा केही गरेर देखाउँछु। तपाईँहरूले अब कमेन्टमा के भन्नुहुन्छ नि त्यस्तो चाहिँ केही गरेर देखाउँछु ल। अनि हामी चाहिँ यहाँ उकालो चढी आयौँ। यहाँ माथि मन्दिर छ अनि त्यो तल फेरि पिकनिक खाने जस्तो ठाउँ छ क्या। अनि जाम भनेर हेर्नु त यस्तो कुहिरो लाग्यो, घामै लाग्यो छैन, लास्टै जाडो। अनि बुवा र म चाहिँ आएको कस्तो स्यास्या भयो। एकछिन वेट। अनि बुवा र म चाहिँ आएँ अगाडि। अनि त्यहाँहरू चाहिँ आउँदै हुनुहुन्छ अरू मम्मी अनि हजुर के अरे मामा घरको मामाहरू अनि हजुरबा हजुरआमा आउँदै हुनुहुन्छ। अनि मेरो मामा घर फेरि नजिकै छ के, लमई त्यहाँको घर हो। अनि हाम्रो चाहिँ बनगाउँ नजिक भएपछि चाहिँ यही फाइदा हुने रहेछ, आउने जाने भइरहेको छ। नत्र मेरो सानीमा प्युठान हुनुहुन्छ, त्यति टाढादेखि आउनु सक्नुहुन्न यस्तो कुरामा। तर नजिक भएपछि फाइदा पनि हुने रहेछ के, गइराख्न पाइन्छ। त्यहाँ त बिचरा हेरिराख्नुहुन्छ हामीले फोन गर्दा पनि। हामी चाहिँ आज रमाइलो हुनेवाला छ। ल गाइज हेर्दै गर्नु, यस्तो छ बाटो। पहिला यहाँ यो सिडी नै बनेको थिएन, अहिले त सिडी बनाएर रहेछ। जे होस् अहिले चाहिँ विकास भइरहेको। माथि मन्दिर छ फेरि होइन, ढक्क लगाएर हामीले आज बिरयानी पकाउने भनेको हो। कस्तो हुन्छ चिकन बिरयानी हेर्दै गर्नु होला। र मलाई माया साथ सपोर्ट लाइक सेयर सब्सक्राइब गरिदिनु होला। भर्खर सुरु गरेको हो। भर्खरको च्यानल त मैले रिल मात्रै हाल्थेँ, सानो सर्ट भिडियोहरू। अब भ्लग पनि हालौँ न त, मन पराइदिइहाल्नुहुन्छ नि भन्ने आशा गरेको छु। है गाइज ठ्याक्कै यो ठाउँ चाहिँ आइपुग्यो। यहाँनिर हात्ती चाहिँ पिकनिक खान्छन्। ऊ त्यो माथि चाहिँ मन्दिर छ गाइज, मन्दिर ऊ त्यहाँ माथि माथि चाहिँ मन्दिर हो। अब हामी पहिला आएको फाइदा के हो भने हाम्रो दाउरा खन्दाले हो। त्यहाँनिर चाहिँ आउँदैन, हामी चाहिँ दाउरा खन्न जान्छौँ। बुवा र म भएर बुवा यहाँ हुनुहुन्छ। दाउरा खन्न जाऊँ है त बुवा? कतातिर पाइन्छ होला? जाऊँ न त। यहाँ पुरै यहाँ आएर पनि खारै छ नि गाइज। हेर्नु त यहाँ आगो बाल्यो नि यहाँ यस्तोमा। हेर्नु त यही दाउरा लगा मैले। यसले दाउरा बोलिहाल्छ के र, जति हो नि दाउरा त जति बानी रहेछ खै। यो बुवाले पनि भेटाउनु भयो दाउरा। हाम्रो प्युठानतिर भुइँधारो भन्छन् र यहाँ तराईतिर यसो ढौटी भन्दा रहेछन्। ढौटी यो काठ बलियो हुन्छ कि नै? बलियो त बलियो हुन्छ, तर गाब भएपछि होइन। ढौटी भनेको दाउराको लागि चाहिँ दाउरा राख्दै खाँदै गर्छु। तिनीहरू आइसक्नु बाइकको आवाज सुन्ने। गाई यो चाहिँ वनको बिचमा हो। कस्तो बनाइबन जस्तो छ। यहाँ बाटो पनि रहेछ। बनाइबन छ। यो चाहिँ लमई नगरपालिका 3 बनगाउँदेखि अलिकति अगाडिबाट आएर माथि जाने नारायणपुर मन्दिर भन्ने ठाउँमा हो। यो माथि अलिकति माथि आउनुपर्छ।
बस्ती चाहिँ ऊ त्यहाँ तलतिर हो दाउरा त जति भयो नि रहेछ गाइजहरू साथीहरू म गाइज भन्दैन है कति गाइज भन्ने म साथीहरू भन्छु गाइज भनेको मलाई मन पर्दैन यहाँ बयर रहेछ क्या बयर रहेछ क्या धेरै तर टिप्नै सकिन्न त माथि रहेछ म त सक्दैन टिप्न हेर्नु त माथि नि रह क्या त्यहाँनिर यहाँनिर रहेछ एउटा यतिनिर तर यस्तो रहेछ यस्तो केलाको त खान्न खोज्छ है टिप्नै सकेन साथीहरू भयो छोडिदिउँ आकाशको फल आँखा तरी मर भने जस्तै भयो मन्दिर चाहिँ ऊ त्यहाँ माथि छ हामी जान्ला मन्दिर हेर्न यही राम्रो छ र बुवा हावा पनि आन्न अहिले ल्याम्ला होइन हेर्नु साथीहरू मन्दिर यो शिवजीको मन्दिर हो शिव पार्वतीको पानी पनि यही छ साथीहरू शिवजीको मन्दिर अनि यहाँबाट चाहिँ बस्ती छ तल बस्ती छ तर यहाँ जङ्गल भएको हुनाले देखिँदैन क्या उतातिर बस्ती छ फर्किन्छु कस्तो धौ भइसक्यो सास बढेर उकालो चढेर सास बढेर कस्तो धौ भयो क्या वेट गर्नु सैल देखाउँछु तिनीहरू आएपछि मैले भनेको थिएँ नि यिनीहरू यो चाहिँ मेरो ठुलमामा हो अनि अगाडि आएको ठुलमामा त्यो अनि अलिकति पछाडि गएको मम्मी अनि त्यसपछि सामानहरू लिएर आउनु भएको रहेछ उकालो चढेर धौ मानी आएको छन् स्याहाँ गरी आहान बल्ल तातो भयो होला नि यो चाहिँ मेरो कान्छो मामा हो अनि त्यो चाहिँ कान्छो माइजू र खानी तेमा पकाउने अब साथीहरूले कहाँ पिकनिक खुवाउँछन् थाहा छैन हे गरेछिन् यहाँ यिनीहरूको हालत खराब भइसक्यो मेरो हजुरआमा त्यहाँ चाहिँ जेठो माइजू साथीहरू हामीमा जाँदैछौँ त्यहाँ बसेर खानालाई सबै व्यवस्था गरेर चाहिँ ऊ पानी पनि छ पानी पनि राख्दै अहिले त धेरै उ गरे कति राम्रो रहेछ यहाँ झन् बाला त बुढी तेरो केही नजर त्यो आफै बोल्छ बोली तिमीले घाँस घोसीदेखि मऱ्यो यस्तो छोडिदियो मटन फ्राई ए फ्राई हो यसमा प्याज लसुन काट्दै राख्नु
आगो बलिसक्यो हामीले त त्यो गुन्द्री पनि ओछाइदिनु कहाँ बस्ने हुन्छ त यहीँ तल यस्तै टाइपको एउटा बस्ने पनि हुनुपर्ने क्या फोल्डेबल देवांश कहाँ हो यो बजार होइन त वन हो वन हजुरआमा खै त दाउरो यतिले आज ढुङ्छ किन प्याज लसुन काट्दिनु चाहिँ किन यो डोस्नु भयो त बसाउनु भयो फ्राई गरौँ त पहिला फ्राई गर्ने हो ल यसमा तिल सेल हालौँ त सुक्यो पानी सुक्न लाहा सुक्दैछ हजुरआमाले दाउरा ल्याएर आउनु ठुलै दाउरा ल्याएर आउनु भएछ फेरि झिक्रै झिक्रा यतिमा भइहाल्छ क्या चिसो हुन्छ क्या चिसो चिसो हुन्छ लगाऊ ल लगाऊ यस्तो पनि रमाइलो हुन्छ ल धेरै के पाउने हो र बाबु केही हुन्न त्यो गरममा त अब हालियो यो नहालौँला होइन त्यो त नहाले नि उसै तेलले त लाग्दैन तेललाई जानु खोइ केमा निकाल्ने घनको त एउटा गीत गाउँछ बाबु हेर बहिनी के ल दुर्गेश थापाको लागि गीत गाइदियो दुश्मन हेरेको हेरे ल दुश्मन हेरेको हेरे क्या ल लगाऊ त छिटो दुश्मन हेरेको हेरे गाइदियो बाबाकोमा छैन के खान्छ नि केटा हजुरआमाले चाहिँ चिकन खानु ल खसी खानु ल यति भए हुन्छ हालिदिने मैले सर पनि साटेको छु नि नम्बर निकाल्नु आउ एक फेर हाल्छ ए फेरि बाउ छोरा एउटै ढपक्का छ ए बाउ छोराको पारा बिरयानीलाई बिरयानी हजुरआमालाई प्याज लसुन काट्दैन अहिले म चाहिँ एकैचोटि देखाउँछु है गाइस ट्याक्क यो टक्क बेसी
ना जूम यहाँ आयो आयो आगो ठुलो भाका यो नमाले पनि हुन्छ क्या त्यो यो रातो भएर गयो क्या पक्राले न र आउँछ तिमीले नाटक गर्यो तिमीले कस्तो नौटङ्की पार्न जानेछु मलाई थाहा छ हेर नौबाट गीत लायो यो बाबुले यति मुन्टे लाउँदैछ मन अचम्म नागिन नागिन मम्मी मम्मी हजुर एकदम मिठो हाम्रो बिरयानी पाक्न सुरु भइसकेको छ हामीले भाँडा डोकिसकेका छौँ अब तेल हाल्ने तेल हाल्न रेडी हुनुहुन्छ मामा ल हालिसक्नु भयो अब हाम्रो बिरयानी पड्किँदैन यसमा कतिचोटि बनाइसक्यो मगर तपाईँले पड्किन्छ भनेर हुन्छ होइन पानी भएर हो क्या त्यो तेल चट्केको हाम्रो बिरयानी कस्तो बन्छ भन्ने यो भिडियोको लास्टसम्म हेर्नु होला प्याज हालिसक्यो अब यो अलि रेड रेड भएपछि कलर हालेर पाक्दैछ खुर्सानी कटिङ हुँदैछ यो चाहिँ मसलाहरू यो चाहिँ के हो यो चाहिँ बिरयानी खडा मसला सिक्रेट मसला त होइन सिक्रेट मसला हुन्छ नि सिक्रेट मसला पछि आउँछ ल दालचिनीको पत्ताहरू हाम्रो बिरयानी कस्तो बन्छ लास्टसम्म यो भिडियो हेरिराख्नुलाई गाइज जश्न चलेगा बैंड बजेगा जश्न चढ़ेगा
सबै नाच त एकचोटि अब हामीले यसमा चाल्ने एकछिन एकछिन अझै फ्राई हुन दिनु न एकछिन यो हालेर फ्राई गर्न दिएपछि फेरि यो हालेर त्यो गर्नु त्यस्तो लाग्यो ल है चिकन अरे खसीको मासु गयो चामल अरे चामल भिजाउनु दिन्छु त म त यही चामलमा चाहिँ क्या त्यो चिप्टा रहेछ त्यही हेर्न र दिनु त चार्ज लिएर आएँ मैले ए त्यही ल्याऊ तर यस्तो आएछ पानी कोइलाको कामबाट आयो त्यहाँ हेर्नुलाई उतापट्टि तार गर्ला अब त्यो पानी नहाल्नु भयो यही पनि हाल्नु तार गर्ला भली छिड़ाई भली कड़ाई कुटुम प्यारा छपकना भली झुली रा डीडो रोपी सुट पचारा लटकना भली छिड़ाई भली कड़ाई कुटुम प्यारा भली झुली रा डीडो रोपी सुट पचारा लटकना एक जोड़ी में खर्च करा 4,000 एक जोड़ी में खर्च करा 4,000 नरी तेरी आए हाय नरी तेरी चमकनी गुलाबी ठीक है नून यति छ यत्रो बात आउँछ नुन लाग्छ यतिले नुन त सबै हाल्नु दिनुपर्छ जिरा अलिक तल छ त टमाटर हालिसक्नु चाहिँ अब तल परेर कति हाल्नु अहिले हाल्नु छ भने भुटिन्छ क्या भने यसो भुटिन्छ खानै हुन्छ सबै छोडियो त्यस्तै पख छोडियो त्यस्तै अब त्यो धुवा रहेछ हालेर देखिन्छ क्या तल यतापट्टि देख्छ पख जान्छ क्या भयो घाटे छैन कस्तो झन् आयो आधा सिक्रेट मसला सिक्रेट भने नि जे भने नि यही हो मसला त्यो उमा लाग्यो नि तारमा आऊ के भयो छोरा के हो मेरो छोरा अङ्कलले दिएको म काम गर्नु लागि अङ्कलले दिएको गराउनुहुन्छ अङ्कलले एउटा खासमा चल्छ ल्याऊ
यो डिस्टर्ब गरेर राख त अनि फ्यान बन्द गरौँ ठुलो आवाज होइन क्या सानो खानु जस्तो देख्छ ढोका छैन, ढोकाको अर्डर दिइराखेँ। अब त्यसलाई टाइम लाग्छ भने कसरी हुन्छ कि अब डिम हाल्छ डिम हाल्नु 3-4 दिन लाग्छ। पिल्लर हाल्छन्, पिल्लर हालेपछि अब त्यहाँ माटो लाग्छ। हाल्ने अब चाउ बन पानी दिएर उही माथिको पानी हो नि यो त्यहाँ हाल्नुपर्छ। यो घरमै पानी भित्रका त 3/7 भयो होइन। पस्ने क्या चौकस वाइड आज बल्ल पानी खायो नि यसले लौ यो पानीको खेल हुन्छ क्या यो तेल मेल ठुलो पानी कसरी खानु कस्तो गर खाऊ सुस्ता सुस्ता खाऊ खै हेरौँ त कसरी खाँदै तिमीले पानी चाटेर खान्छ म त्यसरी यो भन्दा त अर्कै चामलै राम्रो लाग्छ त्यसलाई यो प्याकेटभित्र के खान्छ अरे नि धेरै टुक्रा रहेछ क्या त्यही भएर खुल्ला पानी छ र लामा लामा भएको कस्तो भयो बिरयानी अहिले ल बिरयानी यस्तो अवस्थामा पुगिसकेको छ साथीहरू। मासु ल्याउनु छ। मलाई पानी हाल्नै डर लाग्छ पानी हाल्छ फेरि पाको नै फेरि भाँडो ताप पानी त हाल्नुपर्छ। हाल त हाल्नु दाइले हाल्नु सक्यो अर्कोमा। क्या मलाई डर लाग्छ भयो होला नि त्यत्रो चार्नु के हुन्छ है भाइले भने अनुसार 4 महिना पुरा हाले हाल्नु चाम्नु त पुग्छ क्या त्यसरी भाँडा ठुलो भएर हो त्यही हो क्या कि माछ तेरो भएर पानी अलिकति हाल्नु भयो पानी हाल्दैन अब पाक्छ त पानी हाल्दैन पानी भिजायो नि हाल्दैन अब के भन्छ तिमीले आउनु त यो दाउराको व्यवस्था गर्नु त एकचोटि यहाँ आएको ठुलो गराउने होइन क्या दाउरो ढाका माथि दामकै माथि धेरै गिलो पनि राम्रो हुन्न। के गिलो त राम्रै हुन्न बरु सुक्खा हो अलि सानो अलि बाक्लो मोटो मोटो टुक्रा हालिदिनु आडीहरू बोल्छ नत्र यो त हराइहाल्छ सही तरिकाले देखाउँछौँ हामीले के पकाछौँ हेर्नुहोस् है। फेरि के मिलाउँछ नि यसलाई भन्छन् दम बिरयानी यस्तो माथिबाट राखेकोलाई कोइला आयो आयो हजुर अलवेज वेलकम्स यु देखाइदिनु न म यहाँ चाहिँ नि के अरे अलिकति टाढा छु त म
काकी अड्डा नि छैन अब 1-2 घन्टामा हुन्छु म त्यहाँ ए ल म 2 घन्टामा म त्यहीँ पुग्छु 2 घन्टा पछि अब भेट्न सक्ने भए सक्नुहुन्छ हुन्छ हुन्छ सर हुन्छ ल अब ठ्याक्क पस्किनु अनि ल खाम है त किन पहिले एमा पस्किनु है होइन यहाँ त देखाउने भने अब त एमा हाल्नु अब लास्टमा भात सबै पनि निकाल्ने हाल्नु होइन। कहाँ लाउनु कति आत्ते होला यसै मामाश्रीले खान लाउनु भयो के स्टाइलमा अरे हो साउथ इन्डियन स्टाइल ओ त्यस्तो स्टाइल हो ठिक छ त नभए तामिलनाडु स्टाइल हो दिदी रैता ल्याउनुहोस् त खाएर देखाइदिन्छु क्या तिमी पलासिका भने चम्चा ल्याउँछ खै चम्चा छैन चिकन बिरयानी होइन मटन बिरयानी हो ल यसरी नै घाला त्यस्तै नखाला देवांशले खान्छ मटन मिठो हुन्छ कि चिकन ल देखाइदियो है अलि सानो कस्तो छ ल टेस्ट गरेर भनौँ सबैले खाने भने त होइन क्या यहाँ स्पेसल यहाँ जेमा पनि त मैले खान्छु अरे पहिला होइन ल खाएँ है मैले म त केरा बार काटेर दिन्छु केरा गुड छ गुड त्यो बेलाले मिठो खाना थियो ल अहिले नखाऊ अहिले फेरि भात खाने भातमा हालौँ लाग्यो कसैले एउटा मात्र पर्छ उ गर्ने के खान्थ्यो अरू बिरयानी खाने नि र तिमीलाई बिरयानी खान्छु भन्छ टेन्जिनले गिम्मी भन्न लाग्यो खै त्यो भाँडा दिँदो तातो खाने हो न खाने ल खुर्सानी राखे कस्तो भयो एउटा भाँडा दिँदै होला नि। के गर्ने छैन त्यही म पनि यहाँ छु यही ठाउँ खाली गराम क्या ऊ हाल्दो रहेछ सलाद हाल्दो रहेछ आगे सलाद उब्री उब्री हालिदिनु उब्रेको राखेर भयो राखिदिनु उब्री उब्री अहिले खाँदै गर म अहिले फेरि